लाग्यो हामी लाग्यो बस्नु बाबा ओ बाबा ठिक छ स्विन्डनबाट लन्डन आउनलाई चाहिँ ठ्याक्कै 2 घन्टा लाग्यो हामीलाई मात्र फेरि उहाँ बस्नु न भयो कोच भयो अलिक हाँस्नु न किन हाँस्नु पर्यो बित्थामा रिसाउनु पो पर्छ त हाँसेर हुन्छ बुझिदिनु न तपाईँले सानीले बाबालाई माया गर्छन् धेरै यो चाहिँ केमा यस्तो कोटभित्र राख्नु भयो नि पल्टेसाई यस्तो सेतो पल्टेसा नि त नि अघि यस्तो गरेको भए फुलीले राम्रो दिँदै छ अनि लन्डन घुम्नु आएको मान्छे अनि लन्डन नहेरी घर जाने रोड मात्रै हेर्न आउनुभएको कस्तो लाग्यो त लन्डन बाबा राम्रो लाग्यो भन्छ नि राम्रो लाग्छ घरै राम्रो लाग्यो नि राम्रो लाग्यो नखेच्नु भन्यो है बा कति राम्रो है लन्डन त राम्रो रहेछ तपाईँलाई राम्रो लाग्यो राम्रो लाग्यो फोटो नखेच्नु झन् भन्यो धेरै फोटो खिच्नु हुँदैन क्या आयु गर्छ ए बाउ के हो कस्तो लाग्यो लन्डन के गरे केस जम्मै अनुहारभरि गरिराखेको छ कस्तो लाग्यो लन्डन राम्रो मन पर्यो कि परेन यस्तो लाग्यो मन परेन यस्तो लाग्यो होइन म त राम्रो लाग्यो अघि नानु यस्तो लाग्यो होइन यस्तो लाग्यो हो कि बाउलाई यस्तो लाग्यो अरे मन पर्यो अरे होइन राम्रो लाग्यो अरे बाउलाई कस्तो मान्छे हल्ला नगर्नु अघि मान्छे देख्नुभयो कस्तो थियो देख्नुभयो कस्तो थियो लुगा थुप्रो आउँदैछ त होइन ऊ लगाएको थियो कपडा कि लगाएको थिएन नाङ उता हेर्नुभयो तिमीहरूले देख्यो होला नानी देखेन रहेछ बाउ नाङ्गै पो थियो त सबैजना नाङ्गै सिरिप देख्नु भएन बसमाथि होइन ऊ तल्लोबाट हिँडेको हामी बसमा भित्र कहाँ उहाँ देखेन रहेछ बाउले म त अचम्म लाग्यो नानी हुँदो हुँदो खानु त खानु बाबा खानु नि
कस्तो छ मिठो छ मिठो हो लन्डनको ठुलो पुल यही होला सानी यताबाट यता आउनु लन्डनको ठुलो पुल के हुनै पर्ने पुल चाहिँ त्यो यो स्काई गार्डन स्काई गार्डन कस्तो लाग्यो सानी स्काई गार्डन स्काई गार्डन भनेको यही हो कस्तो लाग्यो बाबा स्काई गार्डन बाबा स्काई गार्डन कस्तो लाग्यो म पनि गएर अब यस्तो घर बनाउनु भएन जहिले चाहिँ दाजुभाइहरू सबै भेला गरेर हाम्रो बाबा बिस्तारै हिँडिराख्नु भएको छ यहाँ बाबाको आजको दिन कस्तो भयो भन्नु ल अब आजको दिन कस्तो भयो एकदम राम्रो भयो नेपाली टोपी लाउने हो क्या अब मजा भयो तेरो दाजु राम्रो घाम लाग्यो पानी आएन राम्रो अनि त्यत्रो पहिला काम गर्नुभएको अनि किन अनि यस्तोहरू थाहै छैन तपाईँलाई राजा रानी बस्ने अब यहाँ आए पो थाहा हुन्छ त किन नआउनु भएको त कसले ल्याउँछ र कसले ल्याउँछ आफै आउने नि बाटो चिने पो आउनु बाटो चिनिँदैन घर चिनिँदैन कहाँदेखि आउनु अनि नाम मात्रै युकेको लाउरे हो कहाँ युके मलाएको पो त हामी त युके त होइन अनि युके र मलाई एउटै होइन र होइन युके भनेको यता हो मलाई भनेको उता कता हो कता हो कता बाजेको इन्टरभ्यू सोध्दैछ आमाले इन्टरभ्यू यसले पुछिदिनुहोस् नि अब फेरि आउने कि नआउने घुम्न के गर्न आउनु अब पुगो अब पुगो अनि तपाईँ त आउनु बित्तिकै जाम जाम भन्नुहुन्छ त अनि लन्डन हेर्नु आएको मान्छे अनि के त रात पऱ्यो अब त्यता हो नि त भरे हेरिहाल्यो 10 बजी जाने हो घर हेरिहाल्यो हेरेपछि 10 बजे जानुपर्छ हेट राति हुन्छ अलपत्र भइन्छ के हुन्छ र घर पुगिँदैन र पुगिन्छ नि त पुग्नु त अझै कति ठाउँ घुम्नु छ नजाउँ अब गलियो पसिना आयो पसिना त होइन गलियो नेपाली भन्ने एउटै देखिएन हो यो उहाँहरू फिजीहरू हाप्सिखालहरू देखियो चाइनाहरू एक दुईजना देखियो नेपाली त चाहिँ देखिएन छु भनेर डर छ मलाई चाहिँ चक्कर दिँदैछ क्या अलिअलि चक्कर दिँदैछ र बाबा हराउनुहुन्छ भनेर सानीलाई टेन्सन भयो अरे क्या बाबा हातले बोलाइराख्छ र नि सानी बाबासँग हिँडेर सानी कता आइपुग्यो बाउला ठाउँमा रे लु बाउ हात चाँडै नचलाउनु न हौ ल्याएर अनेकका गर्छ सानो
छुनु न भन्छु दुनियाँले हाँसिदिन्छ सबै लड्नु हुन्छ अरे तपाईँ दुनियाँले हाँसिदिनुहुन्छ अरे। कसले हाँसिदिन्छ? सानीलाई हेर्नु। यता हेर्नु बाजे यता हेर्नु यता यता हौ सानीलाई हौ सानीलाई हेर्नु। सानी पनि बाउलाई हेर्नु। लु यता हेर्नु त यता हेर्नु उता हेर्नु। यता हेर्नु न यता म पछि हेर्नु न हल्ला नगर्नु यता हेर्नु यता हेर्नु भयो भयो गयो अब दुई ठाउँको गेट बन्द गर्ने अरे अनि उता जाऊ भन्दै कता जानु अब अब घर जाने घरतिर जानुपर्छ कि यहीँ बस्ने आज ल 6 बजे 6 कि यहीँ बस्नु आज बसौँ न बाबाले पैसा तिरिहाल्नु बिर्छु नि त मेरो जिउै बन्धक राखेर भए पनि के अरे बाबा के भन्नुभएको सबै बन्द नै बन्द भएपछि यता न उता जनावर त्यहाँबाट हेर्ने यो भरिको रहेछ नानी एरिया यो गल्नु भयो अलिकति भए पनि भोलि घर बाबाको एक्सर्साइज भयो आज 1 घन्टाको बोसो घट्यो बाबा अब भोलि मर्निङ वाक जानु पर्दैन भोलि मर्निङ वाक जानु पर्दैन कि 1 घन्टाको बोसो भएको तपाईँको